हेलो गाइज गुड मर्निङ। आजको सन्डे ब्लग चाहिँ के हो भन्दाखेरि सन्डे ब्लग चाहिँ मिनी ब्लग। आज चाहिँ मेरो गार्डनको फुलहरूलाई अलिकति मलजल हालेर हैन यसलाई फेरि अलिकति यताउता सार्नु पर्ने छ। त्यसको लागि म मलसल ल्याएर माटोसाटो हालेर अलिक गोडगाड गर्नुपर्ने छ। त्यही भएर एक दुईवटा नयाँ प्लान्टहरू थियो, त्यो प्लान्टलाई ल्याएको थिएँ। त्यसलाई हालेर अलिकति अब मिलाउँदैछु। मिलाइसकेर कस्तो हुन्छ तपाईहरुलाई देखाउनेवाला छु है। अहिले चाहिँ म गरिरहेको छु मजाले। बिहान उठेदेखिको चाहिँ आजको काम चाहिँ मेरो यही हो। बिहान उठेदेखिको मलहरू हालेँ। यो मानेको पत्ता जस्तै भएको व्हाइट कलरमा रेड कलरमा थियो, भक्कु एकै जग्गा भएको थियो। त्यसलाई अरूतिर सारेँ, अरू पटहरूतिर। अनि त्यो सबै गरिसकेर चाहिँ कस्तो भयो भनेर चाहिँ म तपाईहरुलाई देखाउनेवाला छु। हेर्नुहोस् है त अब एकछिनबाट ल कस्तो भएछ यसो तल कमेन्टहरू गरिदिनुहोस् है। कमेन्टहरू गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। अनि मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् हैन। फेसबुकमा पनि छ, युट्युबमा पनि छ। नयाँ नयाँ कन्टेन्टहरू आउनेछ बिस्तारै बिस्तारै। अनि कस्तो भयो भन्दाखेरि चाहिँ अन्त सबै गरेर पानी सानी हालेर चाहिँ अनि आजको काम चाहिँ यस्तो भयो। तपाईहरुलाई के कस्तो लाग्यो हैन, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, शेयर गरिदिनुहोस्। अनि मेरो फेसबुक पेजलाई पनि फलो गरिदिनुहोस् है। आजको काम हेर्नुहोस् कस्तो भयो, दामी भयो।